कमरेड ज्यूको आइडियोलोजी भनेको पोर्न स्टारको प्रोफाइल जस्तै छ, जसले जता स्वाइप गर्छ उतैतिर जाउँ। धरानले मेरो हर्क साङपाङ दाईलाई त फेसबुकको लेबर भने पनि केही पनि फरक पर्दैन। धरानी जनताहरूले पानीको आश गरेर बसेका थिए, तर हाम्रो हर्के दाई क्यामेराम्यानलाई लिएर ढुङ्गा बोक्न हिँडिदिन्छन्। यतिको सब हुँदा पनि चुप रह्यो देउबा, तिमी किन यति सोझो अरे, तिमी किन बोलेनौ अरे, तिमीले पनि बोल्नु पर्थ्यो अरे। अरे बोलेको कसैले बुझ्छ र भने यार। उति बेला बढी बोल्छ नै भनेर जिब्रोमा करेन्ट लगाएको होइन। नमस्ते मेरो प्यारो दाजुभाइ तथा दिदी बहिनीहरू, आजको भिडियोमा हामी कुरा गर्नेछौँ नेपालको सबैभन्दा ठुलो रियालिटी शो सत्ताको खेलको बारेमा। केही कुरामा आत्मालोचना केमा राम्रो काम गरेकोमा, देश बचाउँछु भनेकोमा, आगो नलागेकोमा। केपीबा जति रोइ कराई गरे पनि नि अब चुनाव पछि तपाईँको पोस्ट पनि खुलित, इज्जत पनि खुलित, अनि त्यो अग्लो त्यो माउन्ट एभरेस्ट भन्दा पनि अग्लो गफ छ नि, हो त्यो गफ पनि खुलितै हो। अब त झापाको जनताले यसपटक पनि तपाईँलाई नै जितायो भनेपछि फेरि झापालाई बदल्नु पर्दैन, हामीले झापाको जनतालाई नै बदलिदिने हो। त्यसपछि यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ। उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। उकान टुक्का हान्ने मान्छेलाई प्रधानमन्त्री बनाएर हुन्छ र भने हुँदैन नि। त्यही भएर त यसपटक विश्वलाई सुन्ने गरेर घन्टी बजाउने हो। मजा आयो। अहिले खाली खुट्टा हिँडेको मान्छे देखाउनुहोस् त कोही। अहिले एउटा ज्याकेट नलागेको मान्छे या अलिकति न्यानो कपडा नलागेको, एउटा कोट नलागेको मान्छे भेट्नुहोस्। अनि झोले दलालहरूको बा एकचोटि सुदूरपश्चिमको त्यो टाढाको गाउँमा गएर बसेर एक दिन त्यहाँ बसेर त्यताको मान्छेलाई अब्जर्भ गरेर हेर्नुहोस् त, कति मान्छेले कोट पैन्ट लगाएर हिँडिरहेको छ, कति मान्छेले रोजगार पाएको छ, कति मान्छेले खाना खान पाएको छ। बढी होइन, एक दिन मात्रै साँझको 7 बजेदेखि 10 बजेसम्म त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा गएर हेर त, देशले कति प्रगति गरेको छ, देश कति विकास भएको छ भन्ने कुरा सबै त्यहीबाट देखिन्छ, त्यहीबाट बुझिन्छ। देशको जिडिपीलाई घटाएर चुटकिलाको स्टकलाई बढायो भने कसरी बन्छ त देश? काइते कुराको पछि नलागो मात्रै भनेन हो हामीले। ठगी धन्दाको पछि लाग्ने, निरङ्कुशताको पछि लाग्ने, लोकतन्त्र मास्न खोज्ने आतंकवादी कमरेड प्रचण्डले आज एमालेसँग लामो लभ लेटर लेख्छ। एमालेसँग समेत हामी एउटा बृहत एकताको निम्ति, राष्ट्र बचाउनको निम्ति भोलि काङ्ग्रेसीहरूसँग मिलेर काङ्ग्रेसीहरूको विस्तार तताउँछ। कमरेड ज्यूको आइडियोलोजी भनेको पोर्न स्टारको प्रोफाइल जस्तै छ, जसले जता स्वाइप गर्छ उतैतिर जाउँ। म हाम्रो आतंकवादी कमरेड प्रचण्डज्यूलाई एउटा कुरा के सुन्न चाहन्छु भनेपछि यो प्राइम मिनिस्टरको कुर्सी हो कि सोफा हो बे, त्यो जति बेला जोसँग पनि पल्टिन मिल्ने। चोर 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 चोरको पछि लाग्नु हुँदैन, युवा टिमले चोर्नु हुँदैन। हाम्रो धरानले मेरो हर्क साङपाङ दाईलाई त फेसबुकको लेबर भने पनि केही पनि फरक पर्दैन। धरानी जनताहरूले पानीको आश गरेर बसेका थिए, तर हाम्रो हर्के दाई क्यामेराम्यानलाई लिएर ढुङ्गा बोक्न हिँडिदिन्छन्। ल सफा गर्नु जाउँ। बेल्चा गैँती घरै पछि अनिवार्य क्या, बेल्चा गैँती यो पाखा परि होइन है मेरो प्यारो हर्के दाई, मेरो एउटा क्वेसन तपाईँसँग के छ भनेपछि तपाईँले हामीलाई पाषाण युग ढुङ्गे युगमा लाने कसमै खाएर राजनीतिमा आउनु भएको हो। अरे मेरो हर्के दाई यार, सबैभन्दा पहिले तपाईँ मलाई यो भन्नुहोस् कि तपाईँलाई भोट दिने त दिने के भनेर के? मगर क्यों? जहाँ जनताले बाडेनलाई भोट दिने हजारौं कारण भेटिरहेका छन् भने तपाईँलाई भोट नदिने हजारौं कारण भेटिरहेका छन् के? यतिको सब हुँदा पनि चुप रह्यो देउबा, तिमी किन यति सोझो अरे, तिमी किन बोलेनौ अरे, तिमीले पनि बोल्नु पर्थ्यो अरे। अरे बोलेको कसैले बुझ्छ र भने यार। उति बेला बढी बोल्छ नै भनेर जिब्रोमा करेन्ट लगाएको होइन। जब बोल्छ तब पारो तात्तिने कुरा गर्छ त बाजेले। अनि एक भिडियो बनाएर मेरो खिलाफ बसेको छ, त्यसैगरी काम हेर्नु पर्यो। अहिले सामाजिक सञ्जाल
तर विदेशी उसको पनि आइसकेको छ। हाम्रो 2-3 पुत्र देउबाको कुरा बुझ्नको लागि स्टोरले नयाँ किसिमको हेटेराइट फिट गर्नुपर्छ होला। भन्दा भन्दै 5 वर्ष बितिसक्छ। हम मधेश का बेटा है भने एउटा कुरा हुन्छ, हम मधेश का छाउरा है भनेपछि छाउरा भने के हो तपाईहरुले भन्नुस्। मधेसको छाउरो भने हाम्रो भोगटे दाजुको राजनीति भनेको गुण्डागर्दीबाट सुरु भएर बालिनलाई गाली गर्नसम्म आएर खतम हुन्छ। नो रवि रामेछाने, ओन्ली केपी ओली, नो भण्डी, ओन्ली सूर्य, नो राजसभा, ओन्ली चुतिया साला कुछ भी बोलता है मादर चो। अहिलेको समयमा दल्ले काकाले जति कराए पनि कसैले विश्वास गर्दैन। महेश दल्ले काकाले नेपालको राजधानी काठमाडौँ हो भनेर भनेपछि नेपालीहरूले होइन नेपालको राजधानी त पोखरा पो हो भन्न बेर लगाउँदैन। ए भगवान क्या जुलुम है। अनि महेश बस्नेत काका अब चुनाव पनि त्यही एआईबाटै जित्ने होला नि, होइन त? फोटोको विषयमा सोधेका थिएँ कि तपाईँहरूको उपस्थिति ठिकै थियो। उपस्थितिको सन्दर्भ चाहिँ के छ भने एआई किन छिराउनु पर्यो बीचमा? एआई चाहिँ कहाँबाट छिर्यो थाहा छैन, तर जस्ट इमेजिन गर त महेश बस्नेत रातिको 12 बजेतिर छिरकले आफ्नो मुख छोपेर च्याटजिपिटीमा यो सर्च गर्दैछ, हाउ टु विन इलेक्सन विदाउट एनी भोट भनेर। अरू पार्टीको नेताहरूले स्टन्ट गर्यो भनेपछि प्रचार प्रसार हुन्छ, तर हाम्रो काजु कतली दाइले स्टन्ट गर्न थाल्यो भनेपछि मिम बजारमा त हल्का नै आउँछ। चुनाव त लाग्यो सबलाई, तर यो कस्तो किसिमको चुनाव लाग्यो, कुन लेभलको चुनाव लाग्यो ऋषि धमाला दाइले यो मैले अहिलेसम्म पनि बुझेको छैन। बाँकी अब भोट कसलाई दिने भनेको त्यो अब हाम्रो हातमा छ। कसलाई छान्ने कसलाई नछान्ने भन्ने त्यो सब हाम्रो हातमा छ। हामीलाई 100औं 1000औंवटा नेताहरू चाहिँदैन कि हामीलाई एउटा भिजन भएको सच्चा मान्छे चाहिन्छ। र यो सबै अन्धकारबाट उज्यालोको बत्ती लिएर एकजना बाहिर आएको छ जसले हामी सबै नेपालीहरूको ध्यान तानेको छ। बालेन एउटा नेता होइन, उसको एटिट्युड नै सिस्टमको लागि एउटा ठुलो चापड हो। उसले भोटमा होइन जनताको सपोर्ट र सिस्टमको रिजल्टमा विश्वास गर्छ। बालेन शाहले काठमाडौँ शहरको फोहोर मात्रै होइन नेताहरूको इगो नै सफा गरेको छ भनेपछि अब तिमीहरू आफै बुझ, प्रधानमन्त्री भएपछि उसले देशलाई कतिको सफा राख्ला भनेर। आजको भिडियोमा यति नै। यदि तिमीहरू भिडियोको यहाँसम्म छौ भनेपछि भिडियो राम्रो लाग्यो भनेपछि भिडियोलाई लाइक गरिदेऊ र च्यानललाई सब्स्क्राइब गरेको छैन भनेपछि च्यानललाई पनि सब्स्क्राइब गरिदेऊ। बाँकी अब हामी छिट्टै अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि टेक केयर, बाई बाई, ह्याभ अ ग्रेट डे।